घुम्यो खायो सुत्यो हल्लियो हिँड्यो कसले किने नाप्छ र हेर न वाउ हेलो गाइज वेलकम टु माई न्यू ब्लग ओके हामी चाहिँ आज कहाँ जाँदैछौँ भनेपछि हामी चाहिँ आज उमी साइडतिर जाँदैछौँ भनौँ जापानमा आएर फर्स्ट टाइम त नभनौँ पहिला नै एकचोटि गएको उमी साइडतिर तर आज चाहिँ अलि ठुलै उमीतिर जाने भन्ने सोचिरहेको छौँ आज धेरै लङ टाइमपछि हाम्रो छुट्टी बनाएको र छुट्टी राखेको दिनु होइन र छुट्टी पनि अब भगवान्ले पनि बिस्तारै मिलाइदिएको दिनु होइन सबै चिजबाट मिलेर हामी चाहिँ फाइनल्ली भन्न पर्दा जाँदैछौँ लेट्स गो आवर राइट वाच टेलेन्ट जान आज के भयो भनेपछि होइन हामी स्टेसनमा छौँ हामी अब घुम्नु जाने भनेपछि पैसा निकालौँ भन्ने कुरो थियो अनि साथीको एटिएमबाट पैसा निकाल्दै थियौँ उसको एटिएम हराएको थियो क्या पहिला होइन अनि एटिएम हराएपछि उसले फेरि नयाँ एटिएमको लागि अप्लाई गरेको थियो अनि फेरि त्यो एटिएम भेटियो होइन एटिएम भेटेपछि अनि अप्लाई गरिसकेपछि उसले सोचिरहेको थियो कि म त त्योलाई अफ गरेको छैन होला भन्नु अभियसली पनि अब त्यो गर्दाखेरि त अफै गरिन्छ नि त होइन नयाँ अप्लाई गर्दाखेरि त पहिला पुरानो अफ गरेर अन गर्ने नेपालमा पनि त्यही सोचिरहेको थिएँ मैले पनि तर पनि अब छैन होला भनेको भने चाहिँ होइन होला सोचिरहेको मैले पनि अब होइन भएको छैन होला भन्ने सोचेको अहिले आएर निकाल्छु भन्दाखेरि पैसा छैन पैसा मतलब एटिएमबाट पैसा निक्लिन्न फेरि अब पासबुक भन्ने हुन्छ नि जुन हाम्रो नेपालमा चाहिँ त्यो तपाईँलाई चाहिँ भन्छ नेपालमा चाहिँ त्यो पुरै त्यो चेकहरू चाहिएको क्या अब त्यो एटिएममा हालेपछि त्यो गरेर आउँछ क्या त्यही लिन जान्ला म जान्न म यता भन्दै थियो तर पनि अब कन्भिन्स गरेर जाम भरै के छ भनेर अब लङ लाछु भनेर जानुपर्ने छ अब म चाहिँ अब कतिखेर हुने हो यहाँ मलाई ल्याङ लगाइसक्यो अनि यहाँ चाहिँ म चाहिँ अहिले स्टेसनमा छु कति बेर भइसक्यो कुरेको फेरि अझै नि कुर्दैछु के गर्नु जिन्दगी यस्तै चाहिँ कुरेको जान फाइनल स्टेसनमा चाहिँ पुग्यौँ के छ ठिक छ के ठिक भन्नु कस्तो लाग्छ घुमाइ आज गाई जस्तै रमाइलो छ ट्रेन स्टेसन गाइज हामी यहाँ बिजी कस्तो घरमा आइपुगेको छ होइन हामी मोडको पछाडि छ टेकी हाल्नुपर्ने छ टेकी हाल्छ भने चाहिँ होइन बालेको छ टेकी नहालेपछि मुरी होइन त्यही भएर चाहिँ हामी टेकी हाल्न जाँदैछौँ यहाँ ओके गाइज टेकी चाहिँ हाल्छ अब त ओके गाइज हामी चाहिँ जाने बेलाको सिनहरू हो गाइज एकदमै राम्रो छ हेर्नुहोस् होइन योकोहामा जाने सिन हो घरहरू ओके गाइज होइन के भइरहेको छ भने चाहिँ अब यस्तै हामी चाहिँ अहिले यहाँ स्टेसनतिर छ योकोहामाको स्टेसन गाइज दिस छ रमाइलो छ मान्छेहरू राम्रो छन् म अलग राम्रो छु गाइज हामी चाहिँ फाइनली योकोहामा पुगेर पनि अहिले चाहिँ हामी अब 4-5वटा उमीहरू घुम्ने टुरमा छौँ बल्ल 2 बजे बेलुकाको 10-12 बजीसम्म पुगिन्छ कि भन्ने कुरो छ मोटे त्यहाँ छ म चाहिँ अब यता छु गाइज झन् हामी 2 जना आज घुम्ने उतारिँदै आसु पनि तेरियो त्यसको दाउ गाइज यो I'm here. What is here? You should know. What is? Oh my guys. बवाल सिन छ नि यार एकदमै हाम्रो मोडेसन त्यहाँ छ एकदमै ब्युटिफुल सिन आइरहेको छ वाउ हामी अब सिंगल मान्छे के गर्नु गाइज एक्लै भौतारी त हिँड्नु पर्या छ वाउ Nice view is view, yo. My best. Ooh, wow. So gonna. Akasako pani. Wow, guys. This is very natural for Yokohama. What this year? Hey guys, हामी चाहिँ अहिले यहाँ पुगिसकेको छ हैन This is योकोहामाको एकदम बवाल ठाउँ सी निकुन्द नाइस गाइज अहिले चाहिँ यस्तो भयो होइन एमा नि अब चढ्नु पर्छ बाहिर छ गाइज ओके लेट्स गो ओके कम हियर एकछिन पहिले टक्क ल्याएर गाइज हामी चाहिँ अहिले योकोहामाको कहाँ छ हो त उयो चाहिँ योकोहामाको एकदम पपुलर बिल्डिङ हो गाइज होइन हामी अहिले बिल्डिङ ठुलोमा चाहिँ यहाँ आएको छ ऊ त्यहाँ बसेको छ अनि म चाहिँ यता छु
होइन अहिले हामी पनि त्यहीमा चढौँ भन्ने कुरो हो ए सिबासु भनेपछि 5 नम्बर भनेपछि आए कस्तो हुँदो रहेछ ओके हामी चाहिँ आज यो योकोहामा एकदम यो कुन ठाउँमा आएको छौँ होइन घुम्नको लागि अनि यो गाइज एकदमै सिल छ जिन्दगी रमाइलो छ एकदमै पार्कहरू पनि राम्रो रहेछ जस पैसा असुल भन्छ नि यत्रो टाढा आएर चाहिँ किन आए भन्ने टाइपको फिल चाहिँ भएको छैन बाहिर है एकदम बवाल भइरहेछ एकदम रमाइलो छ जिन्दगी सरर छ गाइज नाइस नाइस भ्यू साँच्ची भने नाइस यार बवाल ठाउँ छ नि वाउ बोटिङ It's very hard guys, very hard for कि म अगाडि हिँडिरहेको छन् त्यो मान्छेहरू टन्नै मान्छेहरू छन् टन्नै मान्छेको भिडमा हामी पनि छौँ के छ र दुई दिनको जिन्दगी होइन गाइज हेर्दै गर्नुहोस् न के छ र जिन्दगीमा गाइज खुसी हुनुपर्छ जे पनि देख्न पाइन्छ जिन्दगी भनेको यस्तै हो वाउ जापान आएर फर्स्टचोटि घुम्यो राम्रोसँग गाइज यार साँच्ची भने धेरै बाटो नघुमेको ठाउँहरू पनि हेरेको थिएन हेर त छाल अब समुद्रमा गएर समुद्र खेल्ने भन्ने चलन त्यस्तो बच्चा बच्चीहरू गर्छन् गोवाहरूमा नि इन्डियामा पनि गर्न मिल्छ नर्मल हुने कुरो तर यस्तो सक्कर आएर भ्यू हेर न गाइज यार सच अ ब्युटिफुल भ्यू गाइज नाइस झर्न लाग्यो क्या गाइज हामी यहाँ झर्दैछौँ भने अब हामी खतरा रेस्टुरेन्टमा जानु लाग्यो भने गाइज के खानु गरौँ भनेर वाउ गाइज भेरी अमेजिङ सिन नाइस गाइज अब हामी पनि यहाँ हामी चाहिँ फाइनल्ली यहाँ अब खाना बसिसकेको छ हामी दुईजना मात्र छौँ छैन यहाँ के गर्नु सिङ्गल मान्छे पऱ्यो दुईजना अन्धाहरू कोही छैन अनि आइदिनु भयो गाई झन् हामीले यो युज गरिराख्नु परेको छ सास सपोर्ट भन्ने के गर्नु गाई गाह्रो छ ओके यो अहिले एक्सपिरियन्स के देखाउँला जिन्दगी कस्तो भएको छ भने तपाईँहरूलाई थाहा होला रमाइलो एकदम रमाइलो ठाउँ रहेछ गाई छ मेरो बिस्तारै फोटोहरू पनि हेर्नुहुन्छ होइन तर एकदमै चिल ठाउँ रहेछ आएर किन आयो भन्ने भएको छैन हेलो गाइज हामी चाहिँ आज यहाँ आइपुगेको छ फेरि होइन अहिले हामी त घुम्ने यत्रै काम भइरहेको छ जिन्दगीमा होइन के छ र 2 दिनको मरिलाने जिन्दगी है घुम्यो खायो सुत्यो हल्लियो हिँड्यो कसले किन नाप्छ र हेर न वाउ सिज नाउ जुत्ता खोलिङ गनाउने जुत्तालाई गाइज उसले पुरा खोलेर पुरा यो हुन्छ नि नियोई प्रदर्शन गरिरहेको छ यो शब्द मैले किन बोलेको भने चाहिँ हिजो भर्खर पढेको त्यही भएर पढेको कुराहरू धेरै युज गर्यो भने चाहिँ रिकल भएर माइन्डमा चाहिँ बसिरहन्छ भनेर गाइज होइन त्यही भएर गाइज यही हो न जिन्दगी साँच्ची भनेको मलाई यो कुरामा एकदम मन पर्यो क्या साँच्ची सबले भन्छन् यता सिन्चु कचाङ कुचुङ तर मलाई साँच्ची टु बी अनेस्ट होइन गाइज मलाई एकदमै मन पर्यो क्या यो हेर न वाउ व्हाट अ ब्युटिफुल भ्यूज ए गाइज हामी चाहिँ अब अफ हान्न लगाइरहेको होइन आजको भ्लग चाहिँ यति नैमा हामी इन गर्छौँ के कस्तो लाग्यो भन एक्लै छु के गर्नु राम्रो त लागेन होला कोही साथमा भइदिएको हुन्थ्यो सोच्नु भयो होला हजुरहरूले पनि मैले पनि सोचेको त्यही हो तर के गर्नु आफैले मात्रै सोचेर हुन्न के गर्नु है चिसो छ नि फेरि सक्दैन नि फेरि कसैले ल धेरै माया छ सबजनाहरूलाई यो भिडियो यस्तै हो एकदम रमाइलो भयो जस्तो लागिरहेको छ हजुरलाई पनि इन्टरटेनमेन्ट भइरहेको होला मलाई एकदमै भइरहेको छ गाइज कस्तो लाग्यो आजको ठाउँ एकदम बाबा लाग्यो अर्कोचोटि एकचोटि घुम्न आउने हो फेरि दियो केटाले होइन त साँच्ची होइन एकदम रमाइलो लाग्यो मलाई पनि फाइनली भन्नुपर्दा तर बब्बा लाउँछ साँच्ची एकदमै नाइस आई क्यान त्यो के हुन्छ नि त्यो के इमेजिन पनि गरेको छैन कि त्यो ठाउँ चाहिँ यस्तो छ भनेर मलाई चाहिँ नर्मल्ली माइन्ड सेटमा कस्तो थियो भने चाहिँ त्यो उमीमा जाने स्टार्टिङमा आउँदाखेरि क्या उमीमा जाने टक्क नर्मल्ली त्यो पानीमा खुट्टा हुन्छ नि त्यो खुट्टा होला क्या त्यो हिँडेर थोरै पानी खुट्टा मतलब पानीमा खुट्टा भिजाएर भन्ने टाइपको थोरै लुतलुत हिँडे जस्तो टाइपको एक्सपेक्टेसन थियो नर्मल्ली तर यहाँ आएपछि साँच्चै अमेजिङ गाइज जापान भनेको जापान हो भन्ने टाइपको तर म त छैन जापान धेरै छन् मान्छे ओके थ्याङ्क यू सो मच फर वाचिङ
लट्स अफ लभ फ्रम माई हेर गाइज यहीमा जाने हो नि फेरि म उडेर हेर्दै जानु न तपाईँको फेरि आफ्नै मान्छे होइन आफ्नै दाजुभाइ ल फेरि सक्दैन नि फेरि कसैले आइस फेरि ल ल गाइज बस्नु ल धेरै माया छ चस्मा खोलिदिन्छु एकचोटि ल बाई गाइज बाई बाई लभ यु अल लट्स अफ लभ लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु फेरि जे जस्तो होस् माया म भनेको यस्तै कुरा होइन लाइक कमेन्ट सब्सक्राइब चाहिँ अनिवार्य गर्नुपर्छ सब्सक्राइब त गरिसकेकोले केही मतलब हुँदैन होइन डबल गरेर चाहिँ अनसब्सक्राइब हुन्छ थाहा हुनु पर्यो ल त्यही भएर चाहिँ लाइक कमेन्ट चाहिँ गरिदिनुहोस् थ्याङ्क यू सो मच फर वाचिङ लभ यु सो मच